म जहिले पनि भन्ने गर्छु, परमेश्वरले नि आदमलाई जबसम्म एक्लै थियो नि, परमेश्वरले आदमलाई आज्ञा दिनु भएन। एक्लै डुली हिँड्दै जे मन पर्यो त्यही टिपेर खाँदै हिँड्दै थियो। तर परमेश्वरले एक दिन आदमलाई आज्ञा दिनुभयो, बगैँचाको सबै फलहरू तैँले खानु, तर बगैँचाको बिचमा 2टा रुख छ, त्यो वृक्षको फल चाहिँ तैँले नखानु है भन्ने बित्तिकै, आज्ञा दिने बित्तिकै परमेश्वरले भन्नुभयो, अब म हावा बनाउँछु, आदमको लागि उचित सहयोगी बनाउँछु। आमेन आमेन। अनि उचित सहयोगीलाई चाहिँ हिब्रूमा एजेर केनेग्डो भन्छ। एजेर केनेग्डो भनेको चाहिँ सहयोगी के, तर विरोध गर्ने सहयोगी। सहयोगी तर कस्तो हजुर, विरोध गर्ने। त्यसले गर्दा त दिदी बहिनी बेसी बोल्छ त। दिदी बहिनी बोल्यो पछि, स्त्री जाति बोल्यो पछि त सबै खत्तम बनाउँछ। तपाईँले बाइबलमा हेर्नुभयो भने नि, पहिलोपल्ट सर्प शैतान आएर नि स्त्रीसँग बोल्दाखेरि, अस्ति साजुले भन्दै हुनुहुन्थ्यो, शैतानले चाहिँ कति 6वटा कि 7वटा मात्रै शब्द प्रयोग गरेछ। के परमेश्वरले तिमीलाई यो नखानु भनेको हो? स्त्रीले कति जवाब दिएछ? 44वटा शब्द प्रयोग गरेछ। बोल्छे कम त बोल्छिन्। स्त्रीले गनगन गर्नु थालेपछि त नि खत्तम, जस्तै पुरुषहरू पनि ढल्छ हो कि होइन बाबुहरू? हजुर यसो भनिसकेपछि त ओछ्यानमा तपाईँ सुत्नुहुन्छ, यतैबाट आउँछ, फेरि बिहान चिया यता राखिदिन्छ, यतैबाट आउँछ, आके घरको बाउले भन्छ, ल ल ल ल ल म गरे प्रभु। संसारको अगाडि बाघ जस्तो गर्जने पनि घरमा पुगे लुरुकै हुन्छ। गरे प्रभु, गरे म, ल ल ल ल ल ल ल। बाइबलले यहाँसम्म भनेको छ, बरु त्यस्तो स्त्रीको छेउमा बस्नुभन्दा त नि बरु तपतपे झरी चुँदै गरेको ठाउँमा गएर बस्नु ठिक छ अरे। हजुर निन्द्रा लाग्नु आँटेको बेलामा तप्पै चुन्छ अरे, फेरि पुछ्यो फेरि तप्पै सुन्छ, बरु त्यो ठिक छ बरु हो। हजुर तप एउटा पुरुष चाहिँ नि दिनमा 20,000 शब्द बोल्छ अरे। पुरुषले चाहिँ दिनमा 20,000 शब्द बोल्छ, बेसी बोल्ने मान्छेले, केटाले। एउटा स्त्रीले चाहिँ दिनमा 30,000 देखि 50,000 शब्द बोल्छ अरे। यो चाहिँ अनुसन्धानले भनेको। त्यसले गर्दा चाहिँ पुरुषहरूले कहिले पनि डिस्कसनमा जित्नु सक्दैन। आमा दिदी भन्नु नजितेको चाहिँ त्यही हो। हजुर 5वटा पेस्तोलको बुलेट हालेर मेसिन गनसँग झगडा पर्नु जाँदै हुन्छ, कहाँ हुन्छ त? जित्दैन। बाइबलमा एउटा अधर्मी न्यायाधीश त हारेको छ अन्त। ठ्वाक 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 पारेपछि त त्यो आमाले त बर्बाद गरेछिन्। सर कहिले हुन्छ? सरले पुरा निदाको एक्टिङ पनि गरेछ, तर के छोड्थिन्? स्त्रीको हातमा त परेको। ठक 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 ठक, सर लु न हो न्याय दिनु पर्यो। लास्टमा आधा रातमा पाइजामामै उठेछ। म परमेश्वरको डर पनि मान्दिनँ, मान्छेसँग त झन् मलाई के को डर। तर यो दिदीले चाहिँ मलाई खत्तम बनाइन्। अन्य हतार हतार न्याय गरिदियो अरे क्या, बाइबल भन्दैछ है म। हजुर तर यो चाहिँ नि परमेश्वरले तपाईँलाई दिनुभएको वरदान हो। इट्स अ गिफ्ट। जहिले पनि म भन्छु इट्स अ गिफ्ट। यो चाहिँ वरदान आमा दिदीलाई दिनुभएको। परमेश्वरले नि आदमलाई चाहिँ धार्मिकताको मार्ग दिनुभएको थियो, अनि आदमले चाहिँ नि धार्मिकताको मार्गमा हिँड्नुपर्ने, परमेश्वरको आज्ञालाई पालन गर्दै आदम हिँड्नु पर्थ्यो। अनि त्यो धार्मिकताको बाटोदेखि अलिकति देब्रे दाहिने कोल्टे लाग्यो भने चाहिँ
हावाले चाहिँ आदमलाई सम्झाउनु पर्ने, आदम यता होइन, यहाँ 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 हिँड्नुपर्ने, यहाँ यहाँ। अलिकति आदम बाङ्गो लाग्यो, आदम 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 खुट्टा चिप्लिँदैछ तिम्रो यता। हावाले चाहिँ के भन्नु पर्थ्यो भने, आदम मेरो जिउको चोली फाटे त के भयो, अझै सिलाएर 2-3 महिनामा अझै चलाउँछु, तर मेरो चोली किनिदिने होडबाजीमा तिमीले भेटिहाल्ने पैसा चाहिँ नचलाइदिनु। आदम मेरो स्यान्डल चुट्टियो त के भयो, यो चुट्टेको स्यान्डल म मर्मत गरेर फेरि चलाउन सक्छु, तर मलाई स्यान्डल किनिदिने न्युमा तिमीले मण्डलीका भेटिहाल्ने पैसाहरू, आइतबारको भेटीहरू तिमीले न। आदम हाम्रो नानीहरूलाई, हाम्रो बच्चाहरूलाई भातमा नुन छरेर म खुवाउँछु, म हुर्काउँछु हाम्रो नानीहरूलाई, तर हाम्रोमा भएको अलिकति पैसा बोकेर तिमी सङ्गतिमा चाहिँ जानु है। आदम मैले सुन लाउनु पाइनँ त के भयो, हाम्रो भाडाको घर छ त के भयो, काठमाडौँमा हाम्रो जग्गा छैन त के भयो आदम, तर मलाई जग्गा किनिदिने होडमा, मलाई सुनको चुरा किनिदिने होडमा तिमी शनिबारको दिन पनि चर्च नगई नगई तिम्रो नोकरी धन्दामा चाहिँ नजानु। म सहन्छु बरु आदम, भातमाथि नुन छरेर खाउँला हामी, तर हामी परमेश्वरलाई आराधना गर्न छोड्ने छैनौँ। हाम्रो गाडी छैन होला, हामी बसमा जान्छौँ आदम, तर हामी चर्च नगई बस्दैनौँ। आदम थाकेर आउँथ्यो बेलुका ड्युटी गरेर, आज त म मण्डलीमा नजाउँ भनेको, चर्च साह्रो थाक्यो हौ बुढिया। हावाले आदमलाई भन्नु, होइन यसो गरौँ कि पापा, म नि तपाईँको लागि सुप बनाइदिन्छु हो, अलिकति सुप खाउँ हो, अनि तपाईँको खुट्टा दुखेको छ परा, म नुन पानीमा तातो पानी म तपाईँको खुट्टा हालिदिन्छु, पानी तताइ ल्याइदिन्छु, अनि तपाईँको बाइबल पनि मै बोकिदिन्छु, हामी चर्च जाउँ ल। हावा, परमेश्वरले हावा त्यसै बनाउनु भएको होइन, आदमलाई धार्मिकताको बाटोमा हिँडाउनुको निम्ति। आदम जब सङ्गति जाँदैन नि, सिरक ओढेर सुत्छ नि, हावाले यति बेसी गुनगुन गर्नुपर्ने हो, आदमले भन्नुपर्ने लु हौ म गएँ हौ चर्च, गएँ हौ सङ्गति, ल ल ल ल ल हिँड खोलिसकेको लुगा पनि फेरि लगाएर फेरि चर्चमा जानुपर्ने। परमेश्वरले बोल्नु भएको कुरा चाहिँ त्यही थियो, म आदमको लागि उचित सहयोगी म हावालाई बनाउँछु, ताकि मेरो धार्मिकताको बाटोदेखि तिमीहरू दाहिने अनि देब्रे नलाग। पवित्र आत्माले पनि एक्ज्याक्टली त्यही काम गर्नुहुन्छ। पवित्र आत्माले भन्नुहुन्छ बाटो यही हो, यहाँ हिँड, अनन्तको बाटो पवित्र आत्माले देखाउनुहुन्छ, भन्नुहुन्छ बाटो यही हो, यहाँ हिँड, दिस इज द वे, वक यु इन इट, यो बाटोमा हिँड। तर पापले नि भ्रष्टाचार लिएर आयो, पापले भ्रष्टाचार लिएर आयो। हावा कस्तो भयो भने नि, हावाले के भन्न थाल्यो, आदम सुन त, मलाई थाहा छैन कि गाउँको चाहिँ नि सबै मसँग आएको दिदीबहिनी सबले चुरा लगायो ल, तिमी चाहिँ मलाई किनिदिँदैनौ, किनिदिँदैनौ चुरा, सबले त चुरा लगाएको छ ल, यो पालि क्रिसमस अगाडि चाहिँ तिमीले मलाई किन्दैनौ भन्ने नि, जसरी हुन्छ चोरेर हुन्छ कसरी हुन्छ मलाई थाहा छैन कि, तर मलाई चाहिँ चुरा चाहिँ चाहियो, मलाई चुरा चाहियो आदम। अनि चुरा किन्ने होडबाजीमा आदम चर्च आउनु छोडिदिए। सबैको गाडी छ कि आदम, काठमाडौँको सबै पास्टरले गाडी किनिसके, तिम्रो चाहिँ छैन त, म जहिले पनि बसमा झुन्डिँदै हिँड्नु, आदम गाडी किन है तिमी पनि र, कसरी हुन्छ कि विदेशबाट भन्छ हुन्छ कि स्वदेशबाट हुन्छ कि
गाडी किन ल, हामी सक्दैनौँ अब ल। अनि आदमले भेटेको पैसाहरू चोर्न थाल्यो। आदम, म चाहिँ महिनै पछि नि चर्चमा महिनै पछि जाँदाखेरि नयाँ लुगा लाउने बानी छ है ल। म चाहिँ धनी घरानाको बाउको छोरी हो कि, नयाँ नयाँ लुगा लगाउने बानी छ है। तिमी किनिदिनु सक्दैनौ मलाई लुगा? आदम सक्दैनौ? अच्छै नामर्द हो तिमी, किन्नु सक्दैनौ? त्यति किन्नु सक्दैनौ, किन बिहा गरेर ल्याएको? किन बिहा गरेर ल्याएको मलाई? किन बिहा गरेर ल्याएको? आदम भन त। शरीर बेच्दैछ, चामल किन्दैछ, आत्मा बेच्दैछ, पैसा किन्दैछ। लुटिएको यही शरीर बोकेर मेरो सहरले पर्खिरहेछ शान्तिको राजकुमार। मान्छेको भिडमा खोजिरहेछ स्वर्गको राजकुमार। आदम अनि हावा युद्ध हुन्छ, युद्ध हुन्छ। तर जुन परिवारहरू यो दिनमा जोडिन्छ नि, यो परिवार चाहिँ यीशुको लागि शक्तिशाली नमुना हुन्छ। मलाई थाहा छैन मैले यो कुराहरू किन बोल्दैछु। कतिजनाको करले गर्दा नि तपाईँको लोग्नेहरू विदेशमा खाडी मुलुकहरूमा पैसा कमाउँदैछ। किन तपाईँले भन्नुभयो हामीले घर किन्नै पर्छ। कतिजनाको करले गर्दा नि तपाईँको छोराहरू विदेशमा छन्। यसै 60:5 भन्छ, म मेरो छोराछोरीहरू फर्काएर ल्याउँदैछु। उठ, प्रकाशमान हो, तेरो ज्योति आएको छ। यी बिहान काठमाडौँ भ्यालीमा परमेश्वरको ज्योति चम्किँदैछ। परमेश्वरको महिमा तपाईँ अनि मेरो बिचमा चम्कँदैछ बिहान। अनि त्यो महिमाले उहाँको छोराछोरीलाई बटुलेर ल्याउँदैछ। आउँछै आउँछ, आउँछै आउँछ उहाँको छोराछोरीहरू। परमेश्वरले शक्तिशाली काम गर्नुहुनेछ हाम्रो जातिमा। हो भन्नुहोस् आदमलाई, फर्केर आऊ। म माग्दिनँ तिमीलाई, घर माग्दिनँ। बाइबलले मिठो कुरा गरेको छ। त्यो हावाको बारेमा आदम चाहिँ सहरको चोकमा उभिन्छ अरे, अनि मानिसहरूको बिचमा भन्छ अरे, मेरो श्रीमती हावालाई देख्यौ? चिन्छौ मेरो श्रीमती हावालाई? मेरो श्रीमती हो। मलाई धार्मिकताको बाटोमा डोर्याउने मेरो श्रीमती हो। मेरो खुट्टा चिप्लनदेखि मलाई बचाउने मेरो श्रीमती हो। मेरो श्रीमती हो। आफ्नो श्रीमतीको लागि साह्रै गर्व गर्छ। हितोपदेश 31 भन्छ, उसले आफ्नो श्रीमतीको लागि साह्रै गर्व गर्छ। सहरका बुद्धिमानी मानिसहरूको बिचमा उसले आफ्नो स्वास्नीको चर्चा गर्छ। शान्तिमा बस्न सिक्नुहोस् मण्डली, शान्तिमा, त्यो पिसमा बस्न सिक्नुहोस्।